पहिला मिडियादेखि सरकार डराउँथ्यो, अहिले हेर्नुहोस् त सरकारदेखि मिडिया डराइरहेछ। ऊ त्यहाँ पर गएर बसेर खिच्छौ भने खिच, नत्र सरकारलाई मतलब छैन अरे। पहिले पहिलाका प्रधानमन्त्रीहरूको पालामा के हुन्थ्यो भने बालुवाटार नै सिंहदरबार हुन्थ्यो। मन्त्री परिषदको अधिकांश बैठक बालुवाटारमै बस्ने गर्थ्यो। यति मात्रै होइन, सत्तारूढ दलको पार्टी अफिस बन्ने गर्थ्यो बालुवाटार। अहिले हेर्नुहोस् त हरेक कुरा सिंहदरबारमा 8:30 बजे नै पुगिदिन्छन् सिंहदरबार हाम्रा प्रधानमन्त्री, अनि एकैचोटि बेलुका फर्किन्छन्। जे जति कुरा गर्नु छ सिंहदरबारमै गएर गर्छन्। बालुवाटारमा त छोरी खेलाएर बस्छन्। दायाँ बायाँ लेना देना बिचलिया केही छैन अहिले। अब प्रधानमन्त्री 8:30 बजे पुगेपछि कर्मचारीहरू पुग्नै पर्यो, होइन त? अनि अर्को कुरा, पहिला पहिला राति 12 बजेदेखि नि पासपोर्ट बनाउनका लागि लाइन बस्नुपर्ने हुन्थ्यो, नत्र पालो आउँदैन थियो। अहिले हेर्नुहोस् त पासपोर्ट घर घरमै पुगिरहेको छ। यो मेल, इमेल, मेसेन्जर, व्हाट्सएप र भाइबरले गर्दा हाम्रो हुलाक सेवा ओझलमा परेको थियो। अब बल्ल हुलाक पनि चलायमान हुने देखिएको छ। बन्द भएका उद्योगहरू खुल्ने भएका छन्। नेपाल आर्मी र नेपाल प्रहरीका पोसाकका कपडाहरू अब यही नेपालमै उत्पादन गर्ने कुरा छ। कति राम्रो। अब लाइसेन्सकै कुरा गरौँ न। फेरि रिन्यू गर्ने बेला भइसक्यो होला, अझै पहिलाकै लाइसेन्स पाएका छैनन् कतिपयले। अहिले हेर्नुहोस् त आज ट्रायल दिनुहोस्, भोलि लिनुहोस्। आजको भोलि लाइसेन्स आजबाट अलि अगाडि नै घोषणा गरेका थियौं। अब हिजो आएको डाटाको लाइसेन्स प्रिन्ट भइसकेको छ। अब त्यो एकैछिनमा चाहिँ यातायात व्यवस्था विभागको कार्यालयमा पुग्दैछ। आखिर गरेपछि हुँदो रहेछ त, होइन त? गर्न पनि अत्याचारै पो गरेका थिए त पहिलाकाले। तिनै कर्मचारी पहिला पहिला नमस्कार गर्दा नमस्कारसम्म पनि फर्काउँदैन थिए, हाकिम पल्टिन्थे। अहिले सरकारी अफिसमा जानुहोस् त, ज्वाइँ सरा स्वागत हुन्छ तपाईँको। तातो पानी चिसो पानी सोधिन्छ। अस्ति म आफै नयाँ बिजुली लाइन र खानेपानीको लाइन जोड्न सम्बन्धित कार्यालय गएको थिएँ। एकै दिनमा काम तमा। बिहान निवेदन दिनुहोस्, बेलुका जोडिसक्छ घरमा। यति मात्रै हो र? संसदमा रहेका सबै 6वटा दलहरूको चुनावी घोषणापत्रबाट राम्रा राम्रा योजनालाई टिपेर गर्नै पर्ने कामको सूची तयार पारेका छन् बालेनले। सबै सांसदलाई प्रत्यक्ष भेटेरै उनीहरूका ठाउँका समस्या आफैले सुन्ने गरेका छन्, टिपेका छन्। सबै मुख्यमन्त्रीहरूलाई बोलाएर सामूहिक छलफल गरिरहेका छन्। यति मात्र होइन, भएभरका सबै राजदूतलाई पनि सामूहिक रूपमा नै सिंहदरबारमा बोलाएर अन्तर्क्रिया गरेका छन् बाले। अनि बाहिर चाहिँ के कुरा काटिरहेछ भने प्रधानमन्त्री बोलेनन्। अरे भाइ, नबोलिकन यसरी भटाभट काम हुन्छ भने किन बोलिरहनु पर्यो, होइन त? पहिला पहिला हाम्रा नेताहरू त्यही बढी बोलेर बडबोला भएर सकिएका होइनन्।